नमस्ते, मेरो नाम चाहिँ राजबहादुर राई हो हैन। म चाहिँ हाल रोमानियामा बसिरहेको छु अनि म चाहिँ हजुरहरूलाई हैन अनि यो गरिबीको बारेमा, हाम्रो देशको गरिबीको बारेमा भन्नु केही गइरहेको छु हैन। अनि हाम्रो यो गरिबीको कारणहरूले गर्दाखेरि हामीहरू हैन परदेश हिँड्नुपर्छ, विदेश आउनुपर्छ, कति दुःख गर्नुपर्छ, धेरै फ्यामिलीलाई छोडेर हैन, हाम्रो साना नानीलाईदेखि लिएर हाम्रो बुढी अरू बच्चाहरू छ, हरेक चिजलाई छोडेर हामी विदेश आउनुपर्ने हुन्छ, कति दुःख गर्नुपर्ने हुन्छ। भने जस्तै काम हुँदैन, कति कुटाइ खाँदै गर्ने काम गर्नुपर्ने हुन्छ, कति रुएर काम गर्नुपर्ने हुन्छ, विदेशमा कति गाह्रो हुन्छ। सब भनेको कारण भनेको गरिब हो। गरिबीको कारणले गर्दाखेरि नै हामी विदेश हिँड्नुपर्ने हुन्छ, परदेश हिँड्नुपर्ने हुन्छ। गरिबीको कारणले गर्दाखेरि कति चोरी हुन्छ हैन, चोरी डकैती हुन्छ। गरिबीले गर्दा नै कति झगडा, एउटा सानो पैसाले गर्दा कति झगडा भइरहेको हुन्छ हैन। म चाहिँ के भन्छु भने म चाहिँ यो खास कुरा चाहिँ मलाई हैन सरकारको बारेमा कुरा गर्नु मन लागेको थियो हैन। सरकारको बारेमा चाहिँ के कुरा गर्नु मन लागेको थियो भने हैन अब हाम्रो देशमा हैन धेरै भन्दा पनि धेरै बजेटहरू आइरहेको हुन्छ। विदेशी अब कति ठाउँबाट हैन सहयोगहरू आएको हुन्छ, बजेटहरू आएको हुन्छ हैन, करोडौँको सहयोगहरू आएको हुन्छ, अरबौँको बजेटहरू आइरहेको हुन्छ। अनि त्यो बेला चाहिँ हैन त्यो बेला चाहिँ हाम्रो सरकारले त्यो बजेट चाहिँ सही ठाउँमा हैन राम्रो तरिकाले सदुपयोग चाहिँ भएको छैन जस्तो लाग्छ हाम्रो देशमा हैन। होला कति ठाउँमा सदुपयोग भएको पनि छ हैन, कति ठाउँमा सदुपयोग राम्रो पनि भइरहेछ, तर हैन कति ठाउँमा अब सदुपयोग राम्रो भएको छैन हैन। बरु मलाई लाग्छ हाम्रो देशमा विकास त्यो गर्नुभन्दा बरु हैन देशलाई किन विकास गर्नु हैन, देशलाई विकास गर्नुभन्दा पहिला सबभन्दा सुरुमा देशलाई विकास गर्नु छ भने हैन सबभन्दा सुरुमा चाहिँ हैन मान्छेलाई विकास गर्नुपर्छ जस्तो लाग्छ कि हैन। सबभन्दा सुरुमा चाहिँ हैन देशमा भएको मान्छेलाई विकास गर्नुपर्छ, किनभने हाम्रो देशमा गरिबी छ, गरिबी हटाउने के गर्नुपर्छ हैन। बजेट यत्रो आइरहेको छ, यो बजेटलाई बरु विकास गर्नुभन्दा पहिला त हाम्रो 3 करोड जनतालाई हैन 300 करोड बजेट छुट्याएर 1-1 करोड दियो भने पनि हैन को चाहिँ विदेश जान्थ्यो होला हैन, कसले चाहिँ चोर्थ्यो, चोरी डकैती गर्थ्यो होला हैन, हरेक चिजहरू सबै पुरा हुन्थ्यो होला नि त। को चाहिँ बिरामी हुँदाखेरि हैन सहयोग माग्नु पर्थ्यो होला हैन, कति बिरामी भएर बसेको हुन्छ हैन अस्पतालमा, कति पैसा हुँदैन हैन, कति बजेट सहयोग माग्नुपर्ने अवस्था हुन्छ, कति गाह्रो भइरहेको हुन्छ गरिबहरूलाई हैन। यो दुःखहरू चाहिँ कतिको छ, धेरैजनाको छ, यो चाहिँ सरकारले बुझिदिएको छैन जस्तो लाग्छ कि हैन। मलाई चाहिँ त्यो लाग्छ। मैले हुन त अब सरकारलाई त्यस्तो नराम्रो भन्नु खोजेको हैन, म यदि सरकार भइदिएको भए चाहिँ म सायद हैन अब होला सरकारमा त्यो अब एउटा पढ्न होला, तर पनि त हैन सरकारले सकेसम्म अब देशको विकासै नगर्नु सक्यो भने त हैन जनताको लागि केही गर्यो भने त हैन, जनताको लागि केही गर्यो भने त यहाँ भएको मान्छेलाई माथि पुर्याइन्थ्यो होला नि त हैन। मलाई चाहिँ त्यो लाग्छ। जस्तै अब सरकार यहाँ तल छ भने त माथि पुग्थ्यो नि त। 3 करोड जनतालाई 300 करोड 1-1 करोड हरेकको भागमा दियो भने हैन कसले आफ्नो फ्यामिली छोडेर यो लगेज लिएर विदेश को जानु पर्थ्यो होला। यही लगेजमा भएको सामान कसले चोरी डकैती गर्थ्यो होला। हरेकसँग 1 करोड दिएको भए हैन त्यो बजेटबाट 1-1 करोड दियो भने यदि विकासै गर्नु छ भने त विकास त छैन नि। विकास खोइ त कहाँ छ त हाम्रो देशमा हैन, के छ र हाम्रो देशमा भन्छ कसैले अब हैन यो रेलगाडी बनाइन्छु हैन यस्तो बनाइन्छु उस्तो बनाइन्छु, खोइ त छैन नि त हाम्रो देशमा विकास भएको अहिलेसम्म। त्यो विकास गर्नुभन्दा त बरु मान्छेको विकास गर्यो भने हरेकलाई 1-1 करोड दियो भने त हैन कोही गरिबी हुनु भएन नि त, कोही गरिबी भएन नि त हैन, सबैलाई पैसा भयो हैन, राम्रो खानु पायो, राम्रो लाउनु पायो हैन। एक दिन मरेर जानु छ नि त, सबैको रातो रगत आउँछ हैन। त्यही भएर मलाई चाहिँ के लाग्छ भने हैन सबैलाई 1-1 करोड त्यो बरु बजेटमा, त्यो बजेटले बरु हैन देशको विकास गर्नुभन्दा बरु मान्छेको पहिला विकास गरेर पछि देशको विकास गर्यो भने चाहिँ राम्रो हुन्थ्यो होला। किनभने मान्छेको विकास भयो भने त देशको विकास हुने हैन, सबैलाई भयो भने त अहिले सबैजना खुसी राम्रो हुन्थ्यो होला जस्तो लाग्छ। अनि म चाहिँ यति भन्ने पछि चाहिँ अरू लास्टमा चाहिँ के भन्नु चाह्यो भने अब मेरो अब आएर मलाई अब यो महान हुनु खोज्यो, यस्तो हुनु खोज्यो उस्तो हुनु खोज्यो भनेर धेरैले भन्नु होला, कतिले भन्नु होला हैन। अब कोही त अब हुन्छ नि त, तर मलाई के लाग्छ भने म महान हुनु खोजेको छु हैन, म सिधै भन्दैछु महान हुनु खोजेको हैन, म महान भन्दा नि धेरै महान हुनु खोजेको हैन। मलाई आउने दिनमा जे होस् जसो होस् मलाई केही छैन, मलाई गरिबी हटाउनु छ हैन, मन चाहिँ छ त्यो हैन। म हटाउनु सक्दिनँ होला सायद हैन, मेरो शब्दले अनि केही होस् न भन्ने मात्रै। सरकारले अलिकति हैन यस्तो कुरामा पनि ध्यान दियोस् न हैन। कति गरिबी छ, कति विदेश हिँड्नुपर्ने, कति परदेश हिँड्नुपर्ने, यो ब्याग बोकेर कति हिँड्नुपर्ने, कति दुःख गर्नुपर्ने, कति रोएर कराइदिनु पर्ने,
त्यो चिजहरूलाई चाहिँ ध्यान दियोस् न, त्यो चिजहरूलाई राम्रो गरोस् न। सरकारले नेपालमा 1 करोड दियोस् न, 300 करोड बजेट उठाएर को जान्थ्यो होला, को गरिब हुन्थ्यो होला, कहाँ चोरी डकैती हुन्थ्यो होला, हरेक बिरामी कहाँ हुन्थ्यो होला। बिरामी भयो भने पनि होइन पैसा त दिन सक्यो नि त अलिकति भए पनि, 1 करोडै भयो। त्यस्तो चिजहरूमा ध्यान दिनु राम्रो हुन्छ जस्तो लाग्छ मलाई। आएर भोग्नेले भोकेस् होइन, कमेन्टमा के भन्नुहोस्, यताउति भन्नुहोस् होइन, नराम्रो भन्नुहुन्छ भन्नुहोस् होइन। म चाहिँ के भन्छु भने म महान हुनु खोजेको होइन, म महान भन्दा पनि महान हुनु खोजेको होइन। म देशको लागि होइन लड्नु मात्रै खोजेको होइन, लड्नु मात्रै, देशको लागि यस्तो होस् भन्नु मात्रै खोजेको होइन। हुन्छ हुँदैन त्यो थाहा भएन मलाई, तर होस् भन्ने चाहना मेरो एउटा होइन। होस् मेरो मात्रै होइन, सबैको हुन्छ होला। 1 करोड पायो भने त सबैलाई राम्रो हुन्छ नि त होइन। कोही टाढिनु पर्दैन, कोही छुटिनु पर्दैन, केही हुनु पर्दैन। त्यही भन्नु खोजेको होइन, त्यही भन्दै मलाई मलाई लास्टमा चाहिँ के भन्नु फेरि भन्नु मन लागेको थियो होइन। यो हुन्छ नि अब विदेशमा हामी कतिजना अब परदेशिनुपर्छ, परदेशिँदाखेरि होइन अब कति चाहिँ कमाइहाल्ला होइन, 5 वर्ष 6 वर्ष 10 वर्ष बसिएर होइन 20-25 लाख कमाइहाल्ला। 20-25 लाखले हामीलाई जिन्दगीभरसम्म पुग्छ भने होइन 1 करोड दियो भने त त्यत्तिकै पनि पुग्छ नि त होइन। त्यही भन्छु होइन, सकेसम्म छु देशको विकास भन्दा पनि जनताको विकास होस् भन्ने चाहना चाहिँ हुने होइन। त्यही भन्छु, अरू चाहिँ के भन्नु होइन। आँसु त झर्नु सक्दिनँ होइन। थ्याङ्क यू।